टिको र यही हो तपाईँको मामा घर? यही त हो त अनि मामा घर। मामा मामा हेलो मामा मामा नमस्ते। उहाँ चाहिँ ठुलो मामा नमस्ते गर्नु। नमस्ते मामा। कसलाई मामा भनेको? हजुरलाई नि। हजुर त राष्ट्रिय मामा हो नि त। हामी त भान्जाहरू पर्यो। अनि साइला माइला मामाहरू चाहिँ खोइ त ठुलो मामा। सबै यतै छन्। तँलाई सबै मामाहरू चाहिँ किन चाहियो? हजुरलाई थाहा छ त दसैँ चलिरहेको छ। मामाहरूको हातबाट टिको टाँस्नु पर्यो भनेर आएको त हामी। सबै मामाहरूलाई बोलाइहालौँ त ठुलो मामा। ए साइला माइला मामाहरू, यहाँ भान्जाहरू बाहिर टिका लाउन आएछन्। तिमीहरू बाहिर आऊ त। भोले यताको काइलो मामा, यताको साइलो मामा। नमस्ते मामा, नमस्ते। ठुलो मामा, हामीलाई अलि हतार छ कि टिको टाँस्दै हाल्नु। ए केटा, भान्जाहरूलाई अलिक हतार छ अरे। बुट्टै बुटले टिको टाँस्दै आऊ त। मामाहरूको चाहिँ बुटले टिको लाउने चलन छ कि? ए केटा, यिनीहरूलाई भित्राल। इन्स्पेक्टर साहब, जिगी बोरोले मामा घर टिको लाउन जानी भनेर लिएर आएका हुन्। म आफै आएको होइन। मलाई केही थाहा छैन। अब सबै कुरा थाहा हुन्छ भान्जा, नआत्तिनु। नेपाल प्रहरीलाई मामा भन्ने होइन त? ल केटा हो, भान्जालाई भित्र लगेर मजाले टिको लगाइदियो त।